गुड इभिनिङ डियर स्टुडेन्ट। आज मैले बिबिए फाइनान्स थर्ड सेमेस्टरको अथवा बिबिए थर्ड सेमेस्टरमा रहेको इसेन्सियल अफ फाइनान्सको क्यापिटल बजेटिङ डिसिजन भन्ने टपिकबाट एउटा प्रब्लम सल्भ गर्न जाँदैछु र यो प्रब्लम चाहिँ बेसिकली क्यापिटल बजेटिङमा इनिसियल क्यास फ्लो निकाल्नेदेखि नेट प्रेजेन्ट भ्यालु निकाल्नेसम्मको चाहिँ यसमा प्रब्लम रहेको छ है त। त्यसो भए फर्स्टमा यो क्वेसनलाई एकचोटि हेरौँ। द नेपाल हाइड्रो इलेक्ट्रिसिटी कम्पनी लिमिटेड इज इभ्यालुएटिङ द प्रपोज्ड एक्विजिसन अफ अ न्यू इलेक्ट्रिसिटी जेनेरेटिङ इक्विपमेन्ट। अब यसले चाहिँ त्यो इलेक्ट्रिसिटी जेनेरेटिङ इक्विपमेन्टलाई किन्ने कि नकिन्ने भनेर डिसिजन गर्दैछ है त। नेपाल हाइड्रो इलेक्ट्रिसिटी कम्पनीले एउटा इक्विपमेन्ट चाहिँ किन्ने कि नकिन्ने भनेर डिसिजन गर्दैछ। यो किन्ने कि नकिन्ने भन्ने डिसिजनको लागि कति लगानी चाहिन्छ, यसले कति रिटर्न दिन्छ र त्यसको नेट प्रेजेन्ट भ्यालु कति हुन्छ भन्नेसम्म हामी पुग्नुपर्छ है त। फर्स्टमा द इक्विपमेन्ट्स बेसिक प्राइस इज 1,08,000। त्यो मेसिनको लागि अथवा त्यो इक्विपमेन्टको लागि बेस प्राइस कति रहेछ त 1,08,000 भनेपछि सुरुमा 1,08,000 चाहिँ इन्भेस्ट गरेर मेसिन किन्नु पर्यो पहिलो काम। सेकेन्डमा इट वुड कस्ट एनदर 12,500 टु मोडिफाई फर स्पेसल युज भन्यो ल। फर्स्टमा त मेसिन किन्नु पर्यो, त्यो इक्विपमेन्टको बेसिक प्राइस भनेको 1,08,000 छ। फर्स्ट कस्ट पहिलो तपाईँले आज इन्भेस्ट गर्नुपर्ने 1,08,000 रहेछ। सेकेन्डमा यो मेसिनलाई तपाईँको युजको लागि मोडिफाई गर्नलाई 12,500 चाहिँ एक्स्ट्रा कस्ट हजुरले बियर गर्नुपर्ने हुन्छ है त। सो टोटल कस्ट अहिलेसम्मलाई कति भयो भने 1,08,000 बेसिक प्राइस प्लस मोडिफिकेसन कस्ट कति छ 12,500। द इक्विपमेन्ट फल्स इन्टु म्याकर्स 3 इयर क्लास भन्यो। अब बुझ्नुपर्ने कुरा चाहिँ के हो भने क्वेसनले डेप्रिसिएसनको लागि एउटा स्ट्रेट लाइन मेथड दिन सक्छ, अर्को चाहिँ म्याकर्स भनेर दिन सक्छ। र यो म्याकर्स भनेको चाहिँ तपाईँसँग यदि फाइनेन्सियल टेबल छ भने त्यहाँनिर म्याकर्स डेप्रिसिएसन पर्सेन्टेज भनेर एउटा दिएको हुन्छ है त। त्यसको लागि जस्तै अहिले हामीलाई क्वेसनले कति इयर्स भनिरहेछ त म्याकर्स 3 इयर्स क्लास भनिरहेछ है त। त्यसो भए यो म्याकर्स 3 इयर्स क्लासमा के डिफ्रेन्ट हुन्छ भन्दा नर्मल्ली स्ट्रेट लाइन मेथडमा प्रत्येक वर्षको डेप्रिसिएसन हामीले एउटै निकाल्छौँ। त्यसको लागि बेसिक फर्मुला भनेको कस्ट माइनस अन्तिमको बिएसबी इन्ड डिभाइड बाई लाइफ। हजुरले यो फर्मुला युज गर्नुहुन्छ स्ट्रेट लाइन मेथडमा। तर अहिले चाहिँ हाम्रो क्वेसनमा स्ट्रेट लाइन भन्दा पनि के दिइराखेको छ त म्याकर्सको मेथडबाट निकाल भनिरहेछ। र म्याकर्सले चाहिँ तपाईँलाई अलरेडी डेप्रिसिएसन रेट चाहिँ दिएको हुन्छ है त। र त्यो डेप्रिसिएसन रेटको लागि तपाईँसँग यस्तै एउटा फाइनेन्सियल टेबल छ भने त्यहाँनिर एउटा म्याकर्स डेप्रिसिएसन पर्सेन्टेज भन्ने टेबल भेटाउनुहुन्छ होइन। त्यसमा गएर अब क्वेसनले कति वर्ष भनेको छ त्यो हेर्नु पर्यो। म्याकर्स 3 इयर क्लास भनेपछि अब यहाँनिर म्याकर 3 इयर भन्ने छ। फर्स्ट इयरमा 33.33% डेप्रिसिएसन काट्नु पर्यो, सेकेन्ड इयरमा 44.45% डेप्रिसिएसन काट्नु पर्यो, थर्ड इयरमा गएर 14.81 काट्नु पर्यो र फोर्थ इयरमा गएर 7.41% डेप्रिसिएसन काट्नु पर्यो। यसरी टोटलमा 4 वर्षसम्म डेप्रिसिएसन काट्दाखेरि टोटल 100% नै डेप्रिसिएसन चाहिँ कटिसकेको हुन्छ है त। त्यही ठाउँमा तपाईँलाई 5 इयर क्लास भनेको छ भने फेरि यो रेट अप्लाई गर्नु पर्यो। ओके, त्यसो भए हामीलाई अहिले क्वेसनले चाहिँ म्याकर्स 3 इयर क्लास भनिरहेछ र इट वुड बी सोल्ड आफ्टर 3 इयर्स। र यो मेसिन 3 वर्ष पछाडि चाहिँ कतिमा बेच्न सकिँदो रहेछ त 65,000 रुपिज। त्यसो भए अब के बुझ्नु पर्यो भने यो 3 वर्ष पछाडि मेसिनलाई कतिमा बेच्न सकिँदो रहेछ 65,000 भन्नुको अर्थ यो मेसिनको लाइफ चाहिँ कति छ 3
इयर्स छ। त्यसो भए अब क्वेसनमा भनेअनुसार 3 वर्षको डेप्रिसिएसन काट्दा त तपाईँले फर्स्ट इयरको काट्नुहुन्छ 33.33, सेकेन्ड इयरको 44.45 काट्नुहुन्छ र थर्ड इयरको 14.81 काट्नुहुन्छ। यो तीनवटा चाहिँ डेप्रिसिएसन काटिँदो रहेछ। तर हो यो डेप्रिसिएसन त काटिँदैन, किनभने हाम्रो मेसिनको लाइफै कतिसम्म छ? 3 सम्म छ है त। मेसिनको लाइफ चाहिँ 3 वर्ष भनिरहेछ। तर म्याकट 3 इयरमा रेट फेरि 4वटा हुन्छ। सो अन्तिममा जुन रेट तपाईँले डेप्रिसिएसन काट्नुहुन्न इयर 4 को, त्यो चाहिँ बुक भ्यालु हुन्छ है त। जस्तै टोटलमा 100% काट्नुपर्ने हो, तर यो मेसिनको लाइफै 3 वर्ष पछाडि मेसिन सोल्ड हुने भएको कारणले गर्दाखेरि 3 वर्षसम्मको मात्रै डेप्रिसिएसन काट्नु पर्यो। यो 3 वर्षको मात्रै काट्नु भनेको चाहिँ चौथो वर्षको 7.41 काट्न पाइएन। जुन काट्न पाइएको छैन त्यसैलाई हामीले बुक भ्यालु भनेर भन्नुपर्छ। अहिले निकालेर पनि मैले देखाउँछु। यस पछाडि फर्दर द मेसिन वुड रिक्वायर एन इन्क्रिज इन नेट वर्किङ क्यापिटल 5500 भन्दैछ। अब यो मेसिनको लागि नेट वर्किङ क्यापिटल चाहिँ कति लाग्छ अरे त? 5500। त्यसो भए यो मेसिनको लागि सामान्य वर्किङ क्यापिटल म्यानेज गर्नको लागि हजुरले 5500 रुपियाँ छुट्याउनु पर्छ है त। अहिलेसम्म यसो हेर्ने भने सुरुमा 1,08,000 तपाईँले आजको आज तिर्नु पर्यो, अनि यो मेसिनको लागि अर्को 12,500 चाहिँ मोडिफिकेसनको लागि कस्ट लाग्छ, यो पनि तिर्नु पर्यो। र वर्किङ क्यापिटल पनि आज तपाईँले म्यानेज गर्नु पर्यो 5500। र यो वर्किङ क्यापिटल चाहिँ के हुन्छ भने सुरुमा 5500 लाग्छ। यो सुरुको 5500 लास्ट इयरमा गएर फेरि रिलिज हुन्छ, फिर्ता आउँछ त्यो पैसा है त। सुरुमा माइनसमा राखिन्छ, लास्ट इयरमा यसलाई प्लसमा राखिन्छ। द इक्विपमेन्ट वुड ह्याभ नो इफेक्ट अन रेभिन्यू बट इट इज एक्सपेक्टेड टु सेभ। अब यसले रेभिन्यूलाई, सेल्स चाहिँ चेन्ज हुँदैन, रेभिन्यूलाई कुनै पनि एफेक्ट पार्दैन, बट एक्सपेक्टेड टु सेभ फ्रम 44,000 पर इयर इन बिफोर ट्याक्स अपरेटिङ कस्ट। र यो मेसिनले, पुरानो मेसिन भन्नाले अहिले चलिराखेको ठाउँमा तपाईँले नयाँ मेसिन ल्याइदिनु भयो भने त्यसले चाहिँ 44,000 पैसा चाहिँ सेभ गर्छ। र त्यो सेभिङ भनेको बिफोर ट्याक्स हुन्छ, अपरेटिङ कस्टभन्दा अगाडिको सेभिङ रहेछ त्यो। र मेनली लेबर भनेको त्यो लेबरभन्दा अगाडि तपाईँको कति सेभ गर्दो रहेछ त? 44,000 चाहिँ सेभ गर्छ। भन्नुको अर्थ यसमा डेप्रिसिएसन काटेको छैन है त। डेप्रिसिएसन अब हजुरले घटाउनु पर्यो। डेप्रिसिएसनभन्दा अगाडि चाहिँ 44,000 तपाईँको सेभिङ गर्छ भन्दैछ है त। किन हामीले बिफोर ट्याक्स भनेको छ अनि किन डेप्रिसिएसनभन्दा अगाडि भन्ने बुझेको भने ट्याक्सभन्दा अगाडिको अपरेटिङ कस्ट मेनली के घटाएपछि त लेबर, भनेपछि लेबर बाहेक अरू कुरा घटाउन बाँकी छ। डेप्रिसिएसन पनि घटाउन बाँकी छ, ट्याक्स पनि घटाउन बाँकी छ। द कम्पनी मार्जिनल ट्याक्स रेट 35% भनेर दिएको छ। ट्याक्स रेट चाहिँ 35% छ है त। अब यसलाई नर्मल्ली मैले एकदम बेसिक तरिकाबाट यो प्रब्लमलाई सल्भ गर्छु है त। सो फर्स्टमा अब ए नम्बरमा चाहिँ क्वेसनले मागे अनुसार वाट इज द नेट कस्ट अफ इक्विपमेन्ट फर क्यापिटल बजेटिङ पर्पज, द्याट इज वाट इज द इयर 0 नेट क्यास फ्लो भने है त। सो क्यालकुलेसन अफ नेट कस्ट अफ इक्विपमेन्ट भने पनि भयो। यसैलाई हामी एनसिओ पनि भन्छौँ, नेट क्यास आउटले कति लगानी गर्ने त भनेको है त। त्यसो भए अब बेसिकली 3टा कुरा क्वेसनले भनेअनुसार, एउटा 1,08,000 पेमेन्ट गर्नु पर्यो, अर्को 12,500 मोडिफिकेसन कस्ट, र अर्को चाहिँ 5,500 चाहिँ वर्किङ क्यापिटलमा लगानी गर्नु पर्यो। यो 3टा कुरालाई लेख्नु पर्यो। ओके, सो एउटा बेस प्राइस, अनि मोडिफिकेसन कस्ट, र थर्डमा चाहिँ इन्क्रिज इन वर्किङ क्यापिटल। यो 3टा राखेपछि टोटल जोड्दाखेरि आउँछ 1,26,000 माइनसमा। यो माइनसमा आउने रिजन चाहिँ के हो भन्दा यो इनिसियल कस्ट हो। सुरुमा यो मेसिनको लागि 1,26,000 चाहिँ लगानी गर्नुपर्ने रहेछ है त फर्स्टमा।
यस पछाडि सेकेन्ड स्टेपमा हाम्रो काम भनेको चाहिँ पहिला अब यो डेप्रिसिएसनलाई निकाल्ने है त। अब क्वेसनले अरू बेला जस्तो स्ट्रेट लाइन भन्यो भने कस्ट माइनस लाइफ बिएसपी डिभाइड बाई लाइफ गरिन्छ होइन। तर अहिले चाहिँ क्वेसनले म्याकर्स 3 इयर्स क्लास भनेको कारणले अब म्याकर्सको 3 इयर क्लासलाई हामीले युज गर्नु पर्यो। त्यसो भए बी नम्बरमा अब यो क्वेसनले मागेको पनि होला है त, मागेको चाहिँ छैन। यो बी नम्बरको निकाल्नको लागि चाहिँ हामीले डेप्रिसिएसन पहिला निकाल्नु पर्ने हुन्छ। त्यसो भए पहिला डेप्रिसिएसन निकाल्नतिर लागौँ। कसरी निकाल्ने भन्दा 3 इयर क्लास भनिरहेको छ। सो बी नम्बरको हिसाब गर्नुभन्दा अगाडि क्यालकुलेसन अफ एनुअल डेप्रिसिएसन, ओके। अब यसको लागि अब मेसिनको लाइफ हेर्नु पर्यो। 3 वर्ष पछाडि 65,000मा बेच्न सकिन्छ भन्नुको अर्थ चाहिँ यसको लाइफ 3 वर्ष हो। फेरि म्याकर्स 3 भनेर लाइफ 3 भएको चाहिँ होइन। म्याकर्सले चाहिँ कति वर्षसम्म डेप्रिसिएसन काट्ने भन्ने गाइडलाइन दिन्छ। हजुरलाई डेप्रिसिएसन कति काट्ने, बुक भ्यालु कति भन्ने कुरा म्याकर्सबाट फाइन्ड आउट गर्ने हो। यो जुन 3 वर्ष पछाडि बेचिन्छ भन्नुको अर्थ यो मेसिनको लाइफ चाहिँ 3 वर्ष छ भन्न खोजेको हो। त्यसो भए इयरमा 1, 2 र 3 वर्ष मात्रै लाइफ यस छ भनेपछि 1, 2, 3 मात्रै गर्नु पर्यो। यहाँ 4 छ के अरे, म 4 सम्म जान्छु भन्न पाइएन है त, किनभने यो मेसिनको लाइफै 3 इयर्ससम्म छ भने तपाईँले 3 वर्षको मात्रै डेप्रिसिएसन काट्न पाउनुहुन्छ। त्यसो भए एनुअल डेप्रिसिएसन निकालौँ कति हुन्छ। डेप्रिसिएसन निकाल्दा 33.33% त छ। कुन एमाउन्टको गर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो। सो त्यसो भए यो दुईवटा कुरा चाहिँ मेसिनको कस्टमा अथवा डेप्रिसिएसन बेसमा जोडिन्छ है त। वर्किङ क्यापिटल कहिल्यै पनि पर्दैन। वर्किङ क्यापिटल बाहेक बेसिक प्राइस र इन्स्टलेसन चार्जको कुरा, ट्रान्सपोर्टेसन चार्जको कुराहरू चाहिँ यसमा पर्छ होइन। त्यही भएर यो दुईवटा जोड्दा 1,08,000मा 12,500 जोड्नु भयो भने गर्दा 1,20,500 हुन्छ। हो यो 1,20,500 को आधारमा रेटहरू गर्नु पर्यो है त। सो 1,20,500 फर्स्ट इयरको कति हो त 33.33%। यो गर्दाखेरि कति हुन्छ भने रुपिस इन्टु 0.3333 40,162.65। यो चाहिँ इयर 1 को डेप्रिसिएसन भयो। इयर 2 को चाहियो भने त्यही 1,20,500 यो सेम भयो इन्टु 44.45% गर्नु पर्यो। त्यो गर्दा आउँछ 1,20,500 इन्टु 0.4445 गर्दा आउँछ रुपिस 53,562.25। र थर्डमा चाहिँ 1,20,500 इन्टु अब त्यही 1,20,500 इन्टु कति पर्सेन्ट छ त 14.81% गर्दाखेरि हुन्छ 17,846.05। यो तीनटा जोड्दाखेरि आउँछ टोटल डेप्रिसिएसन। टोटल डेप्रिसिएसन चाहिँ कति भयो भन्दा 40,162.65 तीनटा जोड्दा आउँछ 1,11,570.95। ओके ल यो भयो है त। अनि अब मनमा नै तपाईँको मनमा क्वेसन उब्जिराखेको होला कि यो 4 वर्षको किन राखिएन, किनभने मेसिनको लाइफ क्वेसनले कति वर्ष भनिरहेछ 3 वर्ष। 3 वर्ष पछाडि चाहिँ यो मेसिन बेचिन्छ भनिरहेछ है। अनि चौथो वर्षको लागि के गर्ने त सर, बुक भ्यालु निकाल्ने होइन। अहिले टर्मिनल क्यास फ्लो निकाल्ने बेलामा बुक भ्यालु चाहिन्छ हामीलाई। त्यसो भए बिएसभी एन्ड कसरी आउँछ भन्दा सिएसभी एन्ड क्वेसनमा दिएको छ
म्याकर्स मेथडमा जहिले पनि क्वेसनले दिएको भ्यालु चाहिँ यो क्यास भ्यालु हुन्छ। बुक भ्यालु हामीले निकाल्नुपर्छ। यो निकाल्नलाई दुईटा तरिका छ। एउटा त यही 1,20,500 कै कति पर्सेन्ट काट्न छ त चौथो वर्षको 7.4 यही छुटेको हो नि त। छुटेको भ्यालु भनेकै बुक भ्यालु हो 7.41% गर्दाखेरि कति आउँछ 1,20,500 इन्टु 7.41% गर्दाखेरि आउँदो रहेछ 8,929.05। और यो कसरी पनि निकाल्न सक्नुहुन्थ्यो भन्दा 1,20,500 यसको जुन बेस हो माइनस आजसम्मको डेप्रिसिएसन भनेको 1,11,570.95 यो घटाउँदा जति भ्यालु बचेको छ त्यो नै के हो त बुक स्याल्भेज भ्यालु। सो माइनस यो गर्दा कति आयो त 8,929.05 सेम नै आउँछ 8,929.05। यो कुनै एउटा तरिकाबाट गर्न सक्नुहुन्छ हैन। अब यस पछाडि बल्ल यो डेप्रिसिएसन निकाले पछाडि बल्ल हामी निकाल्छौँ क्वेसनले मागेको कुरा नेट अपरेटिङ क्यास फ्लो फर 1, 2 एन्ड 3। यसको लागि फर्म्याट बनाउनु पर्यो क्याल्कुलेसन अफ नेट अपरेटिङ क्यास फ्लो फर इयर 1 to 3 तीनै वर्षको लागि निकाल्नु पर्यो। ल त्यसो भए अब इयर भन्ने 1, 2 एन्ड 3 3 वर्ष छ हैन। यतातिर पार्टिकुलर्स यतातिर चाहिँ इयर्स। ल अब क्वेसनले चाहिँ हामीलाई के भनेको छ भन्दा 44,000 चाहिँ सेभ हुन्छ। त्यो चाहिँ बिफोर ट्याक्स अपरेटिङ कस्ट हो। मेनली लेबर भनेको कारणले लेबर भन्दा अगाडिको सेभिङ चाहिँ कति हुन्छ 44,000। सो लेबर भन्दा अगाडिको सेभिङ अथवा लेबर लेबर काटिसके पछाडिको मात्रै सेभिङ भनेको चाहिँ के हो भन्दा कम्पनीले आफ्नो सेल्सबाट लेबर कस्ट घटाए पछाडि आउने जुन इन्कम हो उसको त्यसमा चाहिँ 44,000 चाहिँ के हुन्छ त सेभ हुन्छ भनिरहेको छ। त्यसो भए त्यो भनेकै के हो त अर्निङ बिफोर डेप्रिसिएसन एन्ड ट्याक्स त्यो चाहिँ तीनटै वर्षको लागि कति हो 44,000। ओके यसबाट सुरुमा घटाउनु पर्यो डेप्रिसिएसन र डेप्रिसिएसन अघि निकालेको है कपीमा लेख्नु भएको छ होला त निकालेको डेप्रिसिएसन राख्नु पर्यो। फर्स्ट इयरको हो 40,162.65 यो घटाउनु पर्यो। फेरि 53,562.25 माइनसमा र फेरि माइनसमा 17,846.05। ल यो घटाएपछि आउँछ अर्निङ बिफोर ट्याक्स। सो अर्निङ बिफोर ट्याक्स। ओके सो अर्निङ बिफोर ट्याक्स निकाल्नु सबैले। ओके अर्निङ बिफोर ट्याक्स चाहिँ यति आउँछ है त। अब यसमा लेस गर्नु पर्यो ट्याक्स। ट्याक्स क्वेसनले भनेअनुसार कति पर्सेन्टेज छ त 35% ट्याक्स छ र त्यसो भए 35% ट्याक्स चाहिँ घटाउनु पर्यो। सुरुमा So 1343.0375 यसको हुन्छ। ओके अब यो माइनसमा भएको कारणले यसको ट्याक्स फेरि जोडिन्छ है त किनभने यसबाट घटाउने हो ट्याक्स प्रफिट भयो भने बल्ल ट्याक्स तिर्ने हो त्यही भएर माइनसमा हुन्छ। लसमा चाहिँ ट्याक्स सेभिङ हुन्छ भन्ने एजम्सन हुन्छ है त। ट्याक्स सेभिङ भनेको चाहिँ के हुन्छ त्यहाँनिर प्लस हुन्छ ट्याक्स सेभ हुन्छ लस भयो भने है। सो 9,562.25
0.25 इन्टु 0.35 यति बराबरको चाहिँ ट्याक्स सेभिङ हुन्छ भन्ने एजम्सन हुन्छ है त। सो लस हुँदाखेरि ट्याक्स सेभिङ हुन्छ। जसरी प्रफिट हुँदा ट्याक्स तिर्नुपर्छ त्यसैगरी लस हुँदा चाहिँ त्यो लसबाट ट्याक्स सेभिङ लिन पाइन्छ भन्ने एजम्सन हुन्छ क्यापिटल बजेटिङमा। यो त घटाउनु नै पर्यो किनभने त्यहाँनिर प्रफिट भइरहेको छ हैन। सो अब यसलाई जोड घटाउ गर्दाखेरि आएकोलाई भन्छ अर्निङ आफ्टर ट्याक्स। कति आउँछ हिसाब गरौँ है त। सो लास्टको चाहिँ आउँछ 17,000.0675 है त। बिचमा चाहिँ माइनसमा यो प्लस जोड्दा यो माइनसमा आयो। अब अन्तिममा यो क्यास फ्लो निकाल्ने भएको कारणले यो अगाडिको डेप्रिसिएसनलाई फेरि जोडिन्छ एड ब्याक डेप्रिसिएसन। सो यहाँनिर जोड्नु पर्यो 40,162.65 यो जोड्ने, यो पनि हालेर जोड्ने 53,562.25 जोड्ने, यहाँनिर पनि यो 17,000 चाहिँ जोड्नु पर्यो। सो जोडेर आएकोलाई बल्ल भन्छ एनुअल CFAT। यो जोडेर आएकोलाई चाहिँ एनुअल क्यास फ्लो आफ्टर ट्याक्स भनेर रहेछ है त। जोडम त कति हुन्छ 42,656.9625। यो माइनसमा प्लस गर्नु पर्यो है त। पहिला माइनस 6215.4625 प्लस 53,562.25 जोड्दाखेरि आउँछ 47,346.7875 र यो को चाहिँ प्लस 70,846.05 र 34,846.05 यो आउँछ है त। बी नम्बरको यति नै भयो। सी नम्बरमा फेरि सोधेको छ व्हाट इज द टर्मिनल इयर क्यास फ्लो भनेको। अब जस्तै फाइनल इयर भनेको चाहिँ इयर 3 हो, यसमा 3 वर्ष छ यो मेसिनको लाइफ, र टर्मिनल क्यास फ्लो भनेको चाहिँ अन्तिममा 3 वर्षको अन्तिममा यो क्यास फ्लो बाहेक पनि त अरू क्यास फ्लो हुन्छ नि। जस्तै फर इक्जाम्पल के हुन्छ भन्दा यो मेसिनलाई 65,000मा बेचिन्छ भनेको छ, त्यसको ट्याक्स एडजस्ट गरेर कति क्यास आउँछ त्यो निकाल्नु पर्यो। यो 5,500 चाहिँ सुरुमा वर्किङ क्यापिटलमा लगानी गरेको अन्तिम वर्ष फिर्ता आउँछ भनेर मैले अघि पनि भनेको थिएँ है। यो कुरालाई एडजस्ट गरिन्छ। अब एडजस्ट गर्दाखेरि चाहिँ सी नम्बरको सो क्यालकुलेसन अफ टर्मिनल क्यास फ्लो यो निकाल्दा चाहिँ त्यही 2-3टा कुरालाई ख्याल गर्नु पर्यो है त। एउटा त यो वर्किङ क्यापिटललाई रिलिज गर्नु पर्यो 5,500 जुन चाहिँ सुरुमा माइनसमा पनि लेखिएको छ हैन। त्यो सुरुमा माइनसमा लेखेको जस्तै यो माइनसको 5,500लाई चाहिँ हामीले के गर्नु पर्यो त प्लसमा देखाउनु पर्यो है त। सो वर्किङ क्यापिटल रिलिज भन्छ। त्यो 5,500 यो एउटा यो पैसा आयो। र अर्को निकाल्नु पर्ने भनेको नेट क्यास सेल्भेज भ्यालु एट इन्ड। यो कसरी आउँछ भन्दा वेयर मैले वर्किङ नोटमा गर्दै नेट CSV एट इन्ड भनेको चाहिँ CSV माइनस BSV इन्टु ट्याक्स। यो पछाडिको ट्याक्स एडजस्टमेन्ट हो। CSV चाहिँ क्वेसनले नै दिएको छ कि 65,000मा यसलाई बिक्री गरिन्छ। त्यसो क्वेसनले दिए अनुसार CSV इन्ड चाहिँ कति हो त 65,000 र BSV इन्ड चाहिँ अघि हामीले गरेर निकालेको छौँ हैन। लास्ट इयरको जुन डेप्रिसिएसन काट्न बचेको हुन्छ त्यही हो भन्दै थिएँ मैले। सो यो 8,929.05 8,929.05
5 यसैलाई राखौँ 65,000 माइनस 65,000 माइनस 8929.05 इन्टु ट्याक्स रेट हो कति 0.35% यति गर्दाखेरि आउँछ यो गर्दाखेरि चाहिँ 45,375.1675 यति आउँदो रहेछ यसलाई लरे यहाँ राख्नु पर्यो 45,375.1675 यो दुईटा जोडेर आएकोलाई भन्छौँ हामी टर्मिनल क्याश फ्लोज जोडाउँदा कति हुन्छ प्लस 5,500 so 50,875.1675 र अन्तिममा क्वेसनले मागेको छ if the project cost of capital is 12% should the equipment be purchased भन्यो यसको लागि हजुरले 12% मा यो प्रोजेक्टको एनपीभी निकाल्नु पर्ने हुन्छ है त एनपीभी अब त्यो एनपीभी निकाल्नको लागि जस्तै इयर 1 को क्याश फ्लो यति छ 2 को क्याश फ्लो यति छ 3 को चाहिँ यो र टर्मिनल जोड्नु पर्यो है त यो दुईटा जोड्दा फाइनल इयर क्याश फ्लो अथवा इयर 3 को चाहिँ कति हुन्छ भन्दा यो 50,875.1675 यो हुन्छ प्लस रेगुलर क्याश फ्लो जुन नर्मल सेल्सबाट आउने क्याश फ्लो छ 34,846.05 यो दुईटा जोड्दाखेरि हुन्छ 85,721.2175 हो यो इयर 3 को क्याश फ्लो यहाँ छ इयर 1 को 2 को इन्डिभिजुअल यहाँ छ र सुरुमा गरेको लगानी चाहिँ 1,26,000 छ यी तीनटा कुरालाई राखेर हामीले अब नेट प्रेजेन्ट भ्यालु निकाल्छौँ है त सो क्याल्कुलेसन अफ नेट प्रेजेन्ट भ्यालु यो निकाल्नु पर्यो यसको लागि इयरमा चाहिँ 1 2 3 हैन तीनटा वर्ष दिएको छ हैन अनि क्याश फ्लो राख्नु पर्यो CFAT यो चाहिँ अघिकोबाट कपी गर्नु पर्यो है त सो इयर 1 को हो 42,656 4656.93 2 को 47,346.79 लेखेँ यसलाई मैले र 3 को चाहिँ यो र अनि टर्मिनल क्याश फ्लो जोडेर आएको 85,721. So 85,721.2122 अनि अब क्वेसनले भने अनुसार कति पर्सेन्टमा त 12% मा सोधिरहेछ सो PVIF हेर्ने बेलामा 12% को फ्याक्टर हेर्नु पर्यो अब PVIF टेबलमा गएर 12% को फ्याक्टर हेर्नु पर्यो है त सो 12% को फ्याक्टर हेर्दाखेरि छ 0.8929 0.7972 0.7118 यो दुईटा चाहिँ मल्टिप्लाई गरेर राख्नु पर्यो है त प्रेजेन्ट भ्यालु यो तीनटा जोड्दा चाहिँ टोटल प्रेजेन्ट भ्यालु आउँछ 38,088.
ओके सो यसको नाम हो टोटल प्रेजेन्ट भ्यालु। यसबाट लेस गर्छौँ हामीले इनिसियल कस्ट। इनिसियल कस्टलाई चाहिँ हामीले घटाउँछौँ जुन चाहिँ 1,26,000 छ ए नम्बरमा निकालेको है। सुरुमा हेर्नुभयो भने ए नम्बरमा हामीले इनिसियल कस्ट भनेर 1,26,000 निकालेको छौँ। यो घटाएर आएकोलाई हुन्छ नेट प्रेजेन्ट भ्यालु। यो गर्दा आउँछ 10,849.65। ओके त्यसो अब एनपिभी पोजिटिभ आएको प्रोजेक्टहरू चाहिँ एक्सेप्ट हुन्छ। अब यसको डिसिजन लेखिदिनु पर्यो एनपिभी पोजिटिभ छ भनेर। द इक्विपमेन्ट should be purchased because its NPV is positive. So यसरी इसेन्सियल अफ फाइनान्सको यो क्वेसन तपाईँकोमा छ बुकमा भने ठिक छ, नयाँ बुकमा छ। र यदि पुरानो बुक फलो गरिराख्नु भएको छ भने चाहिँ चिन्ता लिनु पर्दैन। यो क्वेसनलाई पहिला कपीमा लेख्ने र मैले गरेको सोल्युसन अनुसार गर्दै जाने है त। ओके यस्तै किसिमको भिडियोहरू तपाईँलाई चाहिन्छ भने लाइक कमेन्ट र सब्सक्राइब गर्नुहोस् र सँगसँगै आफ्नो साथीहरूलाई पनि यो भिडियो सेयर गरेर ज्ञानका कुराहरू चाहिँ सेयरिङ गर्नलाई पक्कै सहयोग गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। ओके थ्याङ्क यू भेरी मच।